छोरी गई छोरीलाई स्कुल हाल्नु पर्दैन वन गएकी छे घाँस काट्न घाँस ल्यायो भने गाईको दही दुध खान पाउँछ स्कुल गयो भने के खान पाउँछ त्यही फेर चुप्लाक च्याङखुरी खुब छोरीलाई पढाउने सल्लाह दिँदो रहेछ हेलो हाम्रो सम्धि भन्ने कुरा कहाँसम्म पुग्यो होला तपाईँ त्यसको चिन्तै नलिनुहोस् न कुरोलाई टुङ्गोमा पुर्याउने जिम्मा मेरो भयो बरु यो बिहे चाहिँ छटाक छुटुक्कै सकौँ है यो चाहिँ जति सक्दो चाँडै गरौँ है हेर्नु सरकजी तपाईको छोरीको ग्रह दशा नराम्रो गरी बिग्रेको छ अब यो ग्रहले तपाईलाई पनि असर गर्छ यो ग्रहलाई जति सक्दो चाँडो आफ्नो वरिपरिबाट हटाइहाल्नुहोस् बा मेरो बिहे गर्दिन लाग्नु भयो हो मैले तेरै खुसीका लागि त गर्दिन आँटेको हुँ मेरो आँखामा हेर्नु त बा म रोइरहेकी छु नि अनि कसरी मेरो खुसीको लागि भयो त यो बिहे तँलाई धेरै पढ्न मन छ है उनीहरूले तँलाई धेरै पढाउँछन् अनि ज्योतिषीले पनि त भनेका छन् नि त यो घरमा धेरै बसिस् भने तेरो बाउलाई जे पनि हुनसक्छ अनि के त चाहन्छस् तेरो बाउलाई के होस् त्यसो भए मैले भनेअनुसार बिहे गर्छु अरे मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुनरेकाक्ष मङ्गलाय तनो हरे गोलो लट्ठी पुच्छार बाटो छाता बा मैले पढ्न जाने नि माफ गरिदिनु सम्झिनु बुहारीलाई व्यथा लागेर अस्पताल ल्यायो बिचारी बच्चा पाउन नसकेर बिति मलाई माफ गर्छ छोरी म तेरो हत्यार हौ बा है म मरिहालेँ भने तपाईँ कहिले नरुनु है मैले तपाईँलाई कहिले नरुवाउने बाचा गरेकी छु जन्मिन पाएको छैन मर्ने कुरा बा आकाशबाट तारा कहिले खस्छ होला है किन चाहियो तँलाई मलाई यो जुनीमा मात्रै तपाईँको छोरी भएर पुग्छ होला र होइन है कता हिँडिस् कहाँ आउनु नि आज मेरी छोरी सहरबाट समाजशास्त्र पढेर आउँदैछु गएको ल लाग्यो म सहायता छ मेरी पनि छोरी भइदिएको भए आज यसकी छोरी जस्तै मेरी छोरी पनि पढी लेखी गरी ठुलो मान्छे हुन्थ्यो होला छोरी त त शिक्षित भइस् तर के हेर्नु गाउँका सबै अनपढ हुने भयो किन र गाउँमा त्यही एउटा स्कुल थियो त्यो पनि भूकम्पले भत्काइदियो अब ती गाउँलेहरू कसरी शिक्षित बन्ने म एक नारी छोरीहरूलाई पढाउनु हुँदैन भन्ने समाजबाट शिक्षित भएर आएकी एक महिला मेरो गाउँमा म मात्र होला जो शिक्षित छु मैले शिक्षा पाएपछि ठाने अब मैले मसँगै अरूलाई पनि शिक्षित बनाउनु पर्छ सुरुवात आफ्नै घरबाट गरे मैले अशिक्षित बुवालाई शिक्षित बनाउनुतिर लागि परे दिनानुदिन लाखौं युवाहरू विदेश पलायन होइन त अनपढले कसरी यो दुवै अक्षर जानिन्छ
अब शिक्षित छोरीको बाउन परे। गाउँमा भएको स्कुल भुइँचालोले भत्केपछि मैले गाउँमा शिक्षा बाँड्न थाले। पहिलो दिन क ख दोस्रो दिन क का तेस्रो दिन अ आ गर्दै गाउँलेलाई शिक्षाको ज्योति छरेर आज अक्षर चिनाउनु पाए। आशा छ परिवार समुदाय हुँदै यो शिक्षाको यात्रा राष्ट्रसम्म फैलिनेछ र राष्ट्र परिवर्तन हुनेछ। छोरी अभिशाप होइन, राष्ट्रिय परिवर्तनको संवाहक हुन्। नेपालको संविधान 2072 अनुरूप भाग 3 को धारा 31 बमोजिम शिक्षा सम्बन्धी हक एवं धारा 38 बमोजिम महिलाको हक सुनिश्चित गर्दै छोरीलाई शिक्षित गरी राष्ट्रिय परिवर्तनको कार्यमा सरिक गर्न गराउन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।